होला 2 वर्षपछि भनेको त अहिले हुन्छ आमा त किन घोट्नु यता यतै हो मैले घाँस काट्ने हिजो भर्खर यहीँबाट घाँस लिएर आउनु पेटाइ गरेर के अन्धारै पऱ्यो फेरि मैले सेफ्टी ल्याएको थिएँ कि होइन छन् त छ फेरि छन् त छ यहाँ छ आमालाई चिन्ता हेलो एन्ड नमस्ते सबैजनालाई आई अब सबैजना सन्चै आएर हुनुहुन्छ होला म पनि सन्चै आएर छु होइन अनि हिजो बेलुका चाहिँ म चितवन गएको थिएँ अनि जस आज चाहिँ म चितवनै बस्छु भन्थेँ कि अनि घरबाट मलाई फोन आएर बाबु त छिटो घर आइ चाहिँ यहाँ छोरा हेर्न आउनु के अरे भेट्न आउनु भए हाम्रो चाहिँ भिमादबाट भेट्न आउनु भएको रहेछ क्या हाम्रो नाम के भन्नुभयो अरे एन्चेक अनि तिम्रो भाइ ए तिम्रो भाइ होइन दाइको छोरा सालो के छ साला नि सुप्रिया अनि आउँदिनँ भनेको अनि त्यस भिमाददेखि आउनु भएको रहेछ कि बिचरा अनि के अरे खाना नखाइकन आउनु भएको रहेछ खाना त खायो नि के खायो भने मासु भात खाएको कस्तो थियो दामी थियो मलाई राखिदिनु तिमी कस्तो क्युट हो कि यहाँ आउने एकचोटि यहाँ यता यता आउने यहाँ कस्तो तिमी यस्तो गरेर एकचोटि ती हाँस होइन अनि हाँस लाग्दैन र यहाँ आउने यस्तो गर्छु कि अनि बिचरा आएर बस्नु भएको रहेछ होइन अनि जस खानै नखाइकन आउनु भएको रहेछ अनि खानासाना खानुभएछ कति 11 बजी आउनु भएको अहिले 2:30 भइसक्यो यत्रो बेरसम्म कुर्नु भएको त्यत्रो माया ओह कसलाई हो यता हो कि त ल आउनुहोस् आउनुहोस् बस्नुहोस् आउनुहोस् गर्मी छ हेर्नु के गर्नु आउनु न अब 2 वर्षपछि भनेको त अहिले हुन्छ ल बस्नुहोस् बस्नु अनि फेरि गर्मी छ क्या लास्ट अनि यसो चिसो खाएर बसेको अरू केही खाने भट्टा मकै भुटुम मकै छैन अब मकै होइन होइन मकै काँचो मकै पोल्नी मकै कि पोल्नी के छ म टिपेर ल्याइदिउँ खेतबाट कि जाने टिप्न कस्तो क्युट हो क्या आमा है के छ विचार के छ विचार ऊ पनि तिम्रो नाम नि उनी रामदामै रहेछ होइन हाम्रै भनौँ न एउटै अनि सबै कुराहरू मिल्छ मन परेको पऱ्यो तपाईँलाई के छ त कुरा गर्दा नि होइन भिमातिर बन्छ क्या ससुराली त त्यतै बस्छु म त्यहाँ त्यही हो धेरै खुसी लाग्यो जोस् उहाँदेखि भेट्न आइदिनु भयो अब म पनि आउँछु घुम्न त्यतातिर आउँछु त्यता थाहा छैन नि त मलाई भिमादको बारेमा राम्रोसित अनि त्यता आएको बेला यसो घुमाइदिनु अनि आन्टीले पनि भिडियो हेर्नुहुन्छ होइन थ्याङ्क यू सो मच आन्टी माया छ म फोटोसोटो खिचेर पठाइदिन्छु तपाईँलाई उसको के भन्नुपर्छ मैले होइन मैले फिक्स भइसक्यो मैले तर्फबाट उसलाई कि उसलाई मैले के भन्नुपर्छ जिस्का आन्टी त्यस्तो नराम्रो नसोच्नु होला है फोटोसोट कस्तो लाग्यो सालो ए सरी भाइ अनि हाम्रो यता बहिनीलाई कस्तो लाग्यो अनि तिमीलाई त के भन्नु म ए माया भन्ने भाइले सपोर्ट हान्ने गरिदिनु भयो जस फोटोसोटो हानिसक्यौँ होइन गएर इन्स्टाग्राममा गएर हेरिदिनु होला अनि त्यही हो अब एकछिन बस्ने होइन त हजुर
कस्तो क्युट छ हेर न उसको गाला चाहिँ यहीँ बस्ने मैले चाहिँ खानु नखाइकन आएको थिएँ होइन अनि अहिले 2 बजिसक्यो लास्टै भोक लाग्यो अनि जस मलाई चाहिँ राखिदिनु भएको छ तरकारी र भात तरकारीहरू नि एउटा दुईवटा छ होइन छन् त छ फेरि छन् त छ यहाँ छ नपकाएको मात्रै होइन त आमा तिमीहरू केही खाने तिमी खाने कि खुवाउने ए खाने बहुत धेर न अलिक अब अलिकति हाल्नु खाना त खाजा खाएर आएको म फेरि मैले चाहिँ खाना खाइसकेँ होइन अनि खाना खाएर एकछिन रेस्ट गरेको अनि घुम्नु पऱ्यो अरे घुम्ने होइन भने लिची चोर्नु जानु पऱ्यो अब यताबाट यता अब साइनो लाउँदै जानुपर्ने अब चिन्नु पर्ने सबै अब यो चाहिँ मेरो ठुल्याडीको घर है मलाई होइन भित्र ठुल्याडी ए अब म तिमीलाई मेरो आमा मेरो ड्याडीको हजुरबा मेरो ड्याडीको बा मेरो हजुरबा तिम्रो नि हजुरबा अगाडि हिँड नि त यता मेरो आमा नमस्ते गर नमस्ते आमा नमस्ते भिमाददेखि भेट्न आएको मलाई आमा भिमाददेखि भेट्न आउनु भएको मलाई भिमाद जोडी कस्तो आमा बा कता नि बा ल आऊ 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 दर्शन गर्नु बालाई होइन यो त आफ्नै हो नि खाने हो लिची मेरो बा नमस्ते गर छिटो बा नमस्ते घुमाउनु लिएर जानु लाग्यो बा यसो ल आऊ लिची खान्छौ धेरै खानु न फेरि भित्र पेटाइ गरेर पाक्छ भयो बा धेरै खानु न अब के आँप खान्छौ लिची धेरै खानु न फेरि गर्मी हुन्छ घुमेर आउनु यता यतै हो मैले घाँस काट्ने हिजो भर्खर यहीँबाट घाँस लिएर गएँ मैले यताबाट अनि ऊ त्यहाँ आँप देख्यौ त्यो पाक्ने बेला त भएन हरियो हरियो छ होइन त्यहीँ आँप टिप्ने त्यो सानो रुख छ नि त्यो चाहिँ उतापट्टि हो अहिले लहार्दियो नि त हो त्यतापट्टि अनि तिमीलाई के भने अरे यतापट्टि आउ न त्यस्तो चिज अबि छ्या जिन्दै भएर लजार हुन्छ त के भन्थ्यौ नि हिँड्दै आऊ नि हिँड्दै नानी तिमी नि आऊ न तिमीले त नि सपोर्ट गरे ल भन दुईजना मिलेर भन त भन नभन्ने त्यो भनेको अलिकति ए ठिक छ म आफै भनिदिन्छु अहिले फेरि हुन्छ नि त अब एक्साइटमेन्ट हुन्छ बुझी भयो त्यहाँ अन्त बढ्नु घाम चाहिँ अहिले ठ्याक्कै अन्डा नै परेको फेरि यार हुन त मैले सेफ्टी त ल्याएको छु कि खै मलाई सेफ्टी खै तिमीलाई त त्यही पनि किन सेफ्टी गर्नु यति गोरी छौ अलिअलि त कालो अब म्याच हुनु पर्यो नि त अनुहार होइन ब्ल्याक एन्ड व्हाइट कस्तो म्याच गर्छ त फेरि जेब्रा जस्तो भयो भने टेन्सन हुन्छ नि त हामी चाहिँ तल एकछिन घुम्यौँ अनि घर आइसक्यौँ होइन अनि उनीहरू चाहिँ अब जाने अरे ल राम्रोसित जाऊ अब टेम्पोसम्म छोड्न गइदिन्छौँ अब पछि भेटौँला हिमाद कमिङ सुन एकछिन यस्तो गरौँ खै एकछिन अठाउँछ यस्तरी अठाउँछ भिडियो गर्नु लाग्यो गयो नि भन्दैन हौ के मम्मीलाई छिटो भन्डाउ खाजान भयो ल गर ल म चाहिँ अब यहाँबाट हिँड्न लाग्यो ल सालो ल राम्रोसित जाऊ है ल दिदीको ख्याल राख यताउता बोल्नु है ल पुन्टी राम्रोसित बस्छ म आउँछु भिमा चाहिँ मम्मीलाई धेरै सोधेखा भन्देऊ मम्मी के हजुरआमा तिम्रो हजुरआमा पर्छ मेरो भिडियो हेर्छु भन्ने चाहिँ कुन चाहिँ हजुरआमाले धेरै सोधेखा भन्दै है जान्छौ तिमी साँच्ची
आउँदै गर ल आउँदै गर है ल आऊ क्याम्पसमा छोडिदिन्छु के वाइफाई हाल्नु भएको क्या हो अङ्कल टेम्पोमा चाहिँ के हो ल बाई 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 राम्रोसित जाऊ है ल बाई बाई ल बाई बाई थ्याङ्क यू फर कमिङ ल बाई बाई ल राम्रोसित जाऊ पुगेपछि राम्रोसित बस ल ओके उनीहरू चाहिँ उहाँ बिमार थियो कि अनि त्यही भएर बाटो उ छ नि त खराब छ त्यही भएर समयमै जानुपर्छ भनेर चाहिँ उ गराइदिएको समयमै पठाइदिएको आमालाई चिन्ता भएको ल बाई 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 किन तपाईँले यस्तो चिन्ता मन पऱ्यो लास्टै बुहारी बनाउने भन्नु है मार्क्स गिफ्ट ल ल ल आमा मकै किन तपाईँ यस्तो मकमा अब के आउने बित्तिकै कुराहरू भयो क्या माया त गर्नुपर्छ किनकि उहाँ बिमारदेखि भेट्न आइदिनु भएको होइन त्यसको लागि चाहिँ लास्टै धेरै धन्यवाद एकछिन यसो पल्टेको मात्रै जस्तो गरेको थियो कि अनि पल्टेर आँखा पनि यसो चिम्मो गर्छ यस्तो गरिदिएको कस्तो के भएछ म त आँखाहरू म कस्तो सेक्सी भयो लास्ट त्यही त अनि सिधाएर उज्यालो छ अब टक्क उठ्नु पऱ्यो उठेर फ्रेस हुन्छु अनि खाजा पानी के छ खाजा पानी खानु पऱ्यो भोक लाग्छ यार मैले त सपना पनि भन्दाखेरि मासु भन्दै आमालाई भन्दाखेरि मैले आमा आज तपाईँ मासु हुने कुखुरा मासु लिएर खाइदिनु त लास्ट मासु खानु किनकि म कस्तो खर्नुपर्ने भएको नि त्यही त फ्यान म उठेर फ्रेस हुन्छु ल म चाहिँ रेडी भइसकेँ फ्रेस भएर पनि अनि अब जानु लाग्यो लामा बाई बाई मासु लिएर आउने आधी किलो हुन्छ 1 किलो पाठीको मासु हामी बनाउने खतरा बनाउने यस्तो मासु खानु लाग्यो किन यो गर्नु नि होला कि लास्ट मासु हजुर चितवन खायो अलिअलि खायो आफ्नो आमाले कस्तो काम हुन्छ ल म चाहिँ निस्किन्छु बजार गएर 1 प्लेट मोमो हानेर आइदिनु पऱ्यो लास्ट भोग लाग्यो घरमा खाजै रहन्छ बिरत यसो बजार जान्छु कस्तो दामी देखेको म गएँ बदल मोमो खाएर आउँछ कहाँ माथिसम्म सुपर ल निस्केको ल टक्क हाम्रो फ्रेस मोमो आइसक्यो होइन अनि त्यो चाहिँ मैले गिलासमा हालेको थिएँ सेलाउनु दिएको कि लास्टै त चिसो भयो कि अनि यो चितवन म्युजिक आएको त्यो गर्मीले चिसो खाँदा खाँदै यस्तो पुरै दुखियो कि त्यो भएर त्यसमा हालेको गर्नु आएको अझै त्यो ठिक्क भयो अझै ठिक्क भयो म्याम म चाहिँ घर आइसकेँ होइन अनि यस्तो विधि गरिन्छ मलाई अलास्स बनायो कि यो भित्रबाट हुन्छ नि कस्तो हर्र बनायो कि चिसो खानुलाई होइन चिसो पनि खायो कोक भर्खर खाएर त्यहाँ राखिसक्यो खाएको खाइसक्यो चिसो यस्तो बनायो कि हप मत बनायो होइन अनि खाना खान लाग्यो अहिले चाहिँ म जस मासु छ यहाँ देख्न सक्नुहुन्छ कुखुराको मासु भयो हाम्रो अनि यो टक्क लगाएर भात भयो हाम्रो अनि हाम्रो छ के अरे यो केसको मासु हाम्रो पठेङ्ग्रीको मासु छ किन धर्नु भएको बोलायो त्यस्तो त्यस्तो पठेङ्ग्री पनि ट्राई हाल्नु यस्तो गरेर पठेङ्ग्री हाल्नु लगाएर राति आफै पाठा जस्तो भएर सुत्यो भने टेन्सन त मिठो खायो खान्छु सो फ्याम मैले चाहिँ खाना खाइसकेँ होइन अब खाना खाएर सुत्न लाग्यो यस्तो गर्मी छ यार त्यो मैले टी सर्ट खोलिदिएको यो 6 प्याक यताउति त्यो नराम्रो नसोच्नु ल 6 प्याक त छ नि हल्का तर नराम्रो नसोच्नु ल त्यही त अनि थ्याङ्क यू सो मच फर यर लभ एन्ड सपोर्ट है यसरी नै माया गर्नु होला अनि म आउँछु भोलि आउँछु म थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो नयाँ हुँदा च्यानल सब्सक्राइब गरिदिनु होला इन्स्टाग्राममा फलो गरिदिनु होला यति भन्दै म आज बिदा दिन्छु हस् त बाई बाई